कागबेनीबाट हामी माथि मुक्तिनाथ मन्दिरतर्फ लाग्दैछौँ। उकालो घुम्ती बाटोहरू रहेको छ। अगाडि पनि फाचफुच देखि नै रहन्छन्। दृश्यहरू हेर्दै तपाईहरूलाई देखाउँदै हामी अगाडि लाग्छौँ र केही माथि रहेको सेल्फी डाँडामा केही टिकटक भिडियोहरू बनाउँदै र वरपरका चिसो हावाको साथ दिँदै सेल्फी डाँडाबाट देखिने कागबेनीदेखि मुक्तिनाथसम्मको मनोरम दृश्यहरू हेर्दै र केही अविस्मरणीय फोटोहरू पिक्चरहरू लिँदै हामी सेल्फी डाँडाबाट पनि अगाडि बढ्छौँ र देखिएका केही घरहरू ससाना बजारहरू खिचोल्दै अलग टल्किएका हिमालका चुचुराहरू नियाल्दै रस्ताउन लागेको घामहरू हेर्दै र साँझ पखको त्यो मनोरम दृश्यहरू हेर्दै देखाउँदै हामी बस पार्क आइपुग्छौँ। यस बस पार्कमा हामी एकछिन अल्मलिन्छौँ। अगाडि आएका साथीहरू कता गइसक्नु भएको थियो र यहाँ बस पार्कमा बसमा आउने पर्यटक श्रद्धालुहरू फाटाफुट्ट देखिने गर्नुहुन्थ्यो। बस पार्कमा आएका श्रद्धालुहरू यहाँबाट हिँड्दै मुक्तिनाथको मन्दिरसम्म जानुपर्ने बाध्यता रहेछ र केही हिँड्न नसक्ने बुढाबुढीहरूले डोकोमा पनि बोकेर लगिने रहेछ र खच्चरमा पनि बोकेर लगिने रहेछ। बस पार्कमा आउनेहरू यहाँबाट हिँड्दै जानुपर्ने अवस्था श्रद्धालुहरूको भएको हामीले जानकारी पायौँ र त्यहाँ केही अल्मलिएपछि हामी गेटको मान्छेलाई सोधपुछ गर्न भनेर म अगाडि बढ्छु। कहाँसम्म हो? बोलाउ त उता जाने अरे। हरन बजाउनु पाइन्न, बाटो अप्ठ्यारो छ। बाटो ठिक छ तर घोडा हिँड्छ के, मान्छे बोकेर घोडा हिँड्छ। अब तपाईँले के पकाइदिनु माने घोडा चप्केर मान्छे फालिदियो भने चाहिँ तपाईँको टाउकोमा आउँछ फेरि। दीपकलाई बोलाऊ, दीपकलाई।
गेट पाले दाइलाई सोधेपछि हामी मोटरसाइकलमा आएका कारण मुक्तिनाथको तल्लो गेटतर्फ लाग्छौँ र यहाँ पैदल हिँड्ने श्रद्धालु, खच्चरमा बोकिने श्रद्धालु र डोकोमा बोकिने श्रद्धालुहरू बाटोमा प्रशस्तै देखिने गर्नुहुन्थ्यो र हामी बाइकमा आएका कारण मुक्तिनाथको तल्लो गेटसम्मै बाइक जाने रहेछ र हामीलाई पैदल हिँड्न चाहिँ नपर्ने भयो। अनि हामी यही भित्रका बजारहरूका दृश्यहरू हेर्दै तपाईहरूलाई देखाउँदै अगाडि बढ्दछौँ। मुक्तिनाथको गेटमा आइयो। ल मिया दामी तरिकाले आइयो, अप्पर झप्पर गर्दै। यहाँबाट हिँड्दै माथि है त। ल माथि पनि गरौँ ल। चल घोडे। लाउरे चाहिँ दौड्दै छन् यहाँ। नेपाल आर्मीको हेरे इज्जत रह। सही हो दुईटै नेपाल आर्मी, म चाहिँ बोइलर आर्मी। दामी यो चाहिँ मुक्तिनाथ को उकालो चढ्दैछौँ। यहाँबाट सर